हाम्रो पाहुना चाहिँ हाम्रो केदार सर। नमस्कार सबैजनालाई। ल आजको विशेष हाम्रो पाहुना उहाँ स्वागत छ मेरो तर्फबाट पनि यहाँहरूलाई। अनि ल यहाँ हाम्रो भान्जाले चाहिँ भाले झिक्दैछन्, मासु पाक्दै नै छ हालेको। कता कता के यो अल्मलिन्छ है उही कता हलवालिँदैन। हो दर्शन नमस्ते सम्पूर्ण साथीहरू, फेरि पनि नयाँ भिडियो लिएर आएको छु। आज म चौख्याकै घरमा छु। यति बेला रात परिसकेको छ। मेरो भान्जा छ यहाँ। हाम्रो गुरुजीहरू पनि हुनुहुन्छ, हाम्रो सब के अरे विराटेश्वरको यहाँनिर गाडी लिएर आउनुहुन्छ उहाँहरू पनि। र चिया खाएर जानु न है, किन बनाइसकेको बन्द यताभित्र पस्दै गर्नु न है। अनि हामी चाहिँ यहाँ भान्जासँग छौँ। अब भान्जा र म चाहिँ आज पाहुनाहरू आउनु भएको छ। हाम्रो केदार सरहरू पाहुना आउनु भएको छ। अनि मलाई भाले बनाउनुलाई भान्जा र म चाहिँ कुखुरा खोटेर जाँदैछौँ है त यति बेला। रातिको टाइम छ है यति बेला चाहिँ। माथ्लोमा छ। उदो तानो न उदो। यहाँ हाम्रो भान्जाले चाहिँ भाले झिक्दैछन्। ल काट के गर्ने, कुट्ने काट्ने कि हाम्रो घर चाहिँ यता छन्। त्यस्तै छन् रातिको टाइम। यता आउँदै चाहिँ हाम्रो घरमा फुलहरू फुलिरहेका छन्। फुल्नै बाँकी छ। छिट्टो बनाउँदा भन्छ। हामी चाहिँ यति बेला यहाँ भाले पोल्दैछौँ। हाम्रो भान्जाले भाले पोल्दैछन्। भान्जासिरी राम्रो पोल्नु भयो भाले। मावलो घरमा, मामाको घरमा भाले चाहिँ भान्जाले नै लिएर आउनु भएको अस्ति। आज भाले खाँदैछौँ। यता घरबेटी आमै के लाउनु हुँदैछ को लसुन भाले मजाले बनाउँदैछ हाम्रो भान्जाले। छिट्टो बनाउनु है। पिलिट हाम्रो भान्जा। यता हेर न भान्जा पनि, अनुहार पनि के कला। सुप खानुपर्छ आज भालेको। ल म चाहिँ साथीहरू कुखुरा काट्नु थालेको छु है त। भान्जा लागि पोलपाल पारेको म अब कुखुरा काट्दैछु, पिस बनाउँदैछु। खास जाने कारण चाहिँ के थियो? हलिन्छ र हो? हजुर त्यही होला हौ। हलेर यस्तो टच हुने हैन? हजुर त्यही त। अस्ति त्यो म काट्दाखेरि कति दिन बस्नु भएको छ उता? हामी 2 दिन बस्नुभयो? हजुर। ए त्यही त अघिल्लो दिन भएन छ नि त होइन? अघिल्लो दिन उसको हावा लागेर ढिलो भएर अनि दोस्रो दिन पनि माथि नै पुल्टो पुरै नि काट्दाखेरि। त्यही त। कति धेरै वर्ष पर्छ।
आइरहेछ यो कुरामा। यहाँनिर चाहिँ पकाउँदैछौँ कुखुराको मासु। यहाँनिर होइन दाउरा निस्कायो मासु पनि भारमा लगायो त्यसो त राम्रो छ लगाउनु राखेको बनाएर खाने जाडोमा त भात चाहिँ मिठो नमिठो हुन्छ मासु गरेर मिठो नमिठो हुँदैन अनि पुरा भारमा मिठो हुन्छ यताको हावा पानी त मिठो नि दिदी रुचाइ त हुन्छ यता त यहाँनिर चाहिँ हामी मासु पाक्दै नै छ हालेको। यता हाम्रो म्याडमले पकाउँदै हुनुहुन्छ। म्याडम आज कति दिनमा घर आएको है कुखुरा पकाऊ है मिठो। अनि मासु अनि नमिठो हुन्छ त हप्ता दिनमा आएको मासु पनि नमिठो हुन्छ त हो र मिठै हुन्छ। तपाईँलाई चाहिँ नमिठो हुन्छ भने अब त मिठै हुन्छ। मिठो हुन्छ भने किन धेरै मरमसला लगाउनु। लगाउनु पर्छ नि अझै टमाटर लगाउनु पनि त्यतिहरू अझै लोकल कुखुराको मासुमा टमाटर लगाउने हाम्रो चलन छ। नलगाउँ है, म टमाटर धेरै एउटा मात्रै लगाउनु पऱ्यो। लोकलमा त टमाटर हाल्ने होइन। चाहिँ कुखुराको तिते लगाउँदैछौँ। तिते लगाएपछि चाहिँ सुप अलिक मिठो हुन्छ रसिलो। यो चाहिँ कुखुराको भुत्ला है, अघि पोलेको हामीले चाहिँ पोल्दा गरेको भुत्ला निकालेको थियौँ नि त, त्यो चाहिँ लगाउँदैछौँ। यो चाहिँ लगाएपछि सुप रसिलो मिठो हुन्छ। तितो तितो जिउ दुखेको पनि औषधि पनि हुन्छ। लसुनहरू हालेको बिचारा खोर्सानी चाहिँ पिसेको छैन होला होइन। ए हरियो खोर्सानी टोक्ने छ नि है हाम्रो। हरियो खोर्सानीसँग अझै पिठो भात ढिँडो पनि खानुहुन्थ्यो, पिठै छैन। कोदोको पिठो भात तिरिप्प हालेको सुपसँग कुलुप कुलुप खानुहुन्थ्यो। यहाँनिर चाहिँ हामी सुप लाउँदैछौँ। तुर्लुङ झोल खाने हो, लोकल कुखुराको चाहिँ सुपै हो खाने क्या। त तितेसँगको चाहिँ मिठो हुन्छ नि त, रसिलो। त्यही भएर चाहिँ तुर्लुङ झोल लाएर खाँदैछौँ है त। यहाँ सुप लगाइसकेका छौँ। दाल पनि पकाएको छ अरे यहाँनिर। यो सानो कुकरमा हो दाल चाहिँ। यहाँ कुकरमा दाल चाहिँ हाम्रो आजको सब्जी हाम्रो पाहुनाहरूलाई दिँदैछौँ। हामीले धेरै अचार बचार सब्जीहरू चाहिँ बनाउन, यही दाल र लोकल हालेको सुप होइन। नयाँ अचार, त्यो पुरानो अचार त छ नि आफ्नो अचारहरू के छ। त्यो खोर्सानी हौ त्यो त। भन्छ उ त निकाल ए माथि झुन्डाइदिनु भित्र होला नि त अर्को आमको अचार। कुकुर दैनेको मुन्टाको पनि अचार थियो, सकिएछ त्यो चाहिँ। त्यसमा त्यहाँ मुलाको अचार छ। मुलाको के आँपको खाने।
पुऱ्याइसकेका छौँ। यहाँनिर दाल यो हाम्रो, अनि यहाँ अघि हाम्रो पकाइसकेको कुखुराको सुप। यहाँनिर हाम्रो म्याडम चाहिँ यहाँ टुङ्गो परिरहेको हुन्छ, झुके भोके गरौँ भन्दै अब पस्किनुलाई। पस्किँदै गर न, म पुरा आउँछु। यहाँनिर चाहिँ हाम्रो सुप पस्किँदैछौँ, कुखुराको सुप झोल। हाम्रो चाहिँ आजको मैझारे पनि कोदोको मैझारे घर तल सेखुवामा सेखा कोदो रोप्न गएको थियौँ उनी चाहिँ। अनि आज तल घरमा चाहिँ यता पाहुना भएर निस्किएको मैझारे खान पनि। घरमा निस्केको खानु पनि, पाहुना पनि आउनु भएको। हाम्रो खाना ल्याइसकेका छौँ यति बेला। अब तलमा तरकारी पस्किँदैछन्, खाना खाइसकेको छ। तरकारी पस्किने ठाउँमा जाँदैछु। हाम्रो पाहुना चाहिँ हाम्रो केदार सर। नमस्कार सबैजनालाई। आजको विशेष हाम्रो पाहुना उहाँ। स्वागत छ मेरो तर्फबाट पनि यहाँहरूलाई। अनि यता कसैको भ्लगमा ल बाबु ल है लक्ष्मी पुसेकोमा यहाँ खाना आइपुगेका छौँ। मासु भात मासु भात ल। पनि फेरि यहाँ त जाडो जाडो चाहिँ खानु भन्नु न। आउँदै गरेको जाडो पनि कता कता के अल्मलिन्छ हलवालिँदैन आजको मानपति रेडी गऱ्यो नि। माथि पुगेपछि भित्र पुगेपछि यता अलिक कम हुन्छ उभो जाने चाहिँ स्टार्टिङ पोइन्ट गरेर हिँड्ने स्टार्टिङ त तल हो नि अझै तल उता भनेको त स्टार्टिङ पोइन्ट त तर यहाँ चाहिँ यता जान्छन् र मान्छे त्यहाँबाट त खासै इन्डिङ पोइन्ट पनि खाली मान्छेले मै मात्रै बनाउँछन् त्यहाँदेखि उता जाने जान मान्दैन सक्याबाट त्यहाँ मै मात्रै किनभने अब सेवा सुविधा छैन अब सबै आफू बोकेर लानुपर्छ कहाँ बस्ने टुङ्गो छैन अनि त्यो अलिक हिँड्नु सक्ने अलिकति थाहा हुने मात्रै परछ टुङ्गो छैन नि त्यहाँदेखि मलाई धेरै जस्तो खानु प्रायःले मनसँग मात्रै गइहाल्छ भन्नु के भन्ने
तर राम्रो दृश्य त अझै त्यो छ लौरे कति भयो यस्तो आनन्द ठाउँहरू मान्छे त यहाँ त तलको भिडियो हेरेर आउँदो रहेछ कि कपडा एक सारा कपडामा पाइन्छ त गोजाले त उनीहरूले त्यो दृश्य हेरेर होइन अब समुद्र त यहाँ जस्तै छ पसलहरू टन्टे पाएर चाहिँ किन्नु भन्ने जाडो भइहाल्यो भने पनि अनि आउँछ ठुकठुकी काम छ अनि फर्किहाल्छ अलिअलि बुझेर पो हिँड्नु पर्छ त्यो काममा कस्तो छ कस्तो प्रकारको छ बुझेर हिँड्नु पर्छ त्यो भिडियो हेर्दा पनि पुरै हेर्दैन रहेछ क्या अलिकति हेर अनि सुरुमा हेर स्टार्टिङ त्यो हाइलाइट हेर कि अनि सकिगयो क्या उनीहरूलाई अनि भित्र कहाँ के छ थाहा छैन त्यो त मेरो भिडियो हेरेर नि आज के गर्छ साथीहरू अनि राजन खाना खाऊ न त्यस्तै भन्छ क्या सबै भिडियो हेरेर छ मेरो अब राम्रो भिडियो मात्रै हेरेछन् यता दुःख कस्तो भएको नि भिडियो हाल्नु नि त रमाइलो रमाइलो मात्रै हाल्नु भएछ भन्छ मलाई भिडियो हेर्दैन कमेन्ट आउँछ हेर 2 मिनट नहेरी कमेन्ट गर्न थाल्छ अनि के सबै हेरेर कमेन्ट गरेर एपिसोड बाई 4-5 भाग बनाएर हालेको पुगिन्जेलसम्म सबै हेर्दैन नि एउटा त सुस्सा कुन चाहिँ राम्रो त्यो हेर्ने मैले सिरियल हेरेँ जस्तो होला नि के जग्गा हो यी मान्छेले सिरियल कहिले त्यो विचार हेर्दैन त मैले बुझिसकेको हेर्नु त हुन्छ हेर्छ नभए हेर्दैन खाले त मैले बुझिसकेको हुन्छ कि स्टोरी नै त्यो कस्तो हुन्छ भनेर भित्रबाटै थाहा हुन्छ नि मलाई त हेर्ने मान्छेले मलाई थाहा हुन्छ नि भ्लगमा पो आज अहिले के हुन्छ थाहा नै हुँदैन भोलि कुन पुग्छ भने थाहा नै हुँदैन सिरियलमा त त्यो फर्स्टबाटै थाहा हुन्छ नि के गर्छ भनेर सक्नु भएको खानु उहाँले चाहिँ आज मैझाएर गरेर आउनु भएको काम गर्ने चाहिँ उहाँ घरमा लाइटै पुगेन गयो बत्ती पनि मरी कोदो रोपे तल आएर मैजाएर खानु गएर लेख भयो मजा छ जिन्दगी त एक आनन्द हो यो पनि काम गर्ने चाहिँ हामी चाहिँ यहाँनिर खान सघाउने सघाउनु पर्छ नि ल भाइ हन्ड्रेड टोक्नु त छैन र कता त्यही त पर हल्लेको हल्ले रहेछ क्या